हेलो हेलो साथीहरु, विष्णुमाया युट्युब च्यानलमा फेरि पनि स्वागत छ। साथी सबैलाई म चाहिँ आज चाहिँ के भिडियो लिएर आएको छु भनेदेखि बाख्राको खोरमा बसिरहेको छु। हेर्नु, बाख्राको पाठा राख्ने खत्रो ब्ल्याङ्केट पनि देखिरहेछ मेरो पछाडि। अनि मैले चाहिँ बाख्रा खोरभित्र उडिसकेँ। आज चाहिँ कस्तो 12 बजे नै एक्कासी पानी परिदियो कि। अनि हेर्नु त, पानी दर्केर परिहाल्यो। अनि त्यसपछि मैले चाहिँ बाख्रा चाहिँ खोरभित्र हुलेको यो उपत्रे बोकाहरूलाई चाहिँ बाँधिदिएको। अनि बाख्रा चाहिँ खोरभित्र। अनि साथीहरू, अब असार लागेछ जस्तो छ के। पानी परिरहेछ सरर पारेर। अब असार लागेको जस्तो छ। बर्खा यत्तिकै पस्ला जस्तो छ। अनि मेरो भिडियोलाई हेर्दै गर्नु होला, कस्तो लाग्छ हजुरहरू। पानी त आइगयो नि। अनि बाख्रा त अब खोरभित्र हुलेको। अनि अब म भिज्दै घरतिर लागेको। अब बाख्रा चराउने काम पनि भएन मेरो आज। 12 बजे नै पानी परिदियो है। अब चाहिँ बाख्राको काल आए जस्तो के छ के साथीहरू, बाख्राको काल। किनकि अब बर्खामा त जुगा आउँछ, जुगाले खान्छ। अनि यत्तिकै बाख्रा पस्ला जस्तो छ। अब आज त जेठको 5 गते। अब यत्तिकै असार पस्छ। हाम्रो रामेछाप राजनगरमा चाहिँ पानी बढी मात्रामा पर्छ कि। अनि गाह्रो छ, यो जिन्दगीलाई गाह्रो छ। अब के गर्ने, पानी नपरेन पनि सुख छैन है। पानी परे पनि सुख छैन। अब फेरि पानी परेन भने आलु सबै सुकेर जान्छ त नि। फलेको आलु पनि अब बढ्न पाउँदैन। पानी पर्यो भने चाहिँ आलु बढ्छ। एकैछिनमा हेर्नु नै, भोलबारी चल्यो। खल पारेर भोलबारी हिँड्यो। अनि गाह्रो छ जिन्दगी साथीहरू। अनि अब म गएर अब घरमा के गर्ने, अब सुत्ने। काम गरौँ केही छैन। अब असार भयो त अब कोदो रोप्न सक्छ कोदो रोप्नु हिँड्नुहुन्थ्यो। अब कोदो रुई पनि उम्रेको छैन, भक्क राखेको छ। अब सुत्ने। अनि फेरि पानी उक्रियो भने चाहिँ बाख्रा हेर्नु जाने। एकछिनमै यत्रो आहाल जम्यो नि पानी, हेर्नु त। हामी त बाख्रा फुकाउनै दिएन आज। पानीले गोदिहाल्यो। लो, मेरो भिडियो चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला। हो, माया गरिदिनु होला। म चाहिँ घरमा आइसक्यो। अनि घरमा आइसक्यो। मैले अलि पसल पनि राखेको छु। योभन्दा पहिलाको भिडियोमा पनि देखाइरहेको छु। यो 3टै घर सबै मेरो हो। त घर त छ ताइनातुईको। के हार्ने, जति घरले पनि पुग्दैन। अल्लली भएको गाउँ पनि त्यहाँ पानीले भिजेरै नै राखेको छु। के गर्ने, जति घर भए पनि नपुग्दो रहेछ मान्छेको जिन्दगीलाई। अब के गर्नु, अल्लली भएको गाउँ पनि टनेलको छेउमा राखेर चाहिँ मैले भिजाउनु लगाएको छु। हेर्नु न, विष्णुमायाको पारा हेर्नु न साथीहरू। पहिला मेरो ससुराको पालामा सानो झोपडी घर हुँदा पनि सबै चिज त्यही घरमा अटिन्थ्यो। अहिले 3-3टा घर हुँदा पनि त्यति नाफे गाउँ पनि मैले भित्र हाल्नु सकिनँ। किनकि अब
त्यो भित्र गाउँहरू लाएर आयो भने कस्तो गज्याङ लाग्छ कि अनि टिप्नु नि भ्याउँदैन। अनि मैले चाहिँ त्यत्तिकै बालाई चुट्ने भनेको थिएँ त्यो गाउँलाई। अब चुट्नु नि भ्याएको छैन के, भ्याएको छैन। अब भ्याएको बेलामा चुट्ने भनेको भ्याउने क्या साथीहरू। त्यस्तै हो गाउँघरको भिडियो। उल्गा साथ पानी पर्यो एकैछिनमा 12 बजे नै। आज केही पनि काम गर्नु दिएन भन्दाखेरि मैले काम त गरेँ। मकैबारीमा चाहिँ झुसहरू दिलाइराखेको थिएँ। गाउँबारीमा मकै छर्नु बाँकी नै छ मेरो। अनि त्यो झुसहरू डराएर आएको, आउने बित्तिकै पानी त परिहाल्यो। अब के गर्नु साथीहरू। मेरो भिडियो के कस्तो लाग्छ हेर्दै गर्नु होला, अन्तिमसम्म हेरेर साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु। हस् त, धन्यवाद। आजको भिडियो चाहिँ यति नै। लामो भिडियो किन गर्ने, बाँकी भिडियो फेरि भोलि आउनेछु।